नमस्ते, यहाँहरूलाई वेद एप ट्युटोरियल भिडियोमा स्वागत छ। आज हामी स्टाफ लिभ प्रिफरेन्स र स्टाफ डिभाइस आइडी कसरी एड गर्ने भन्ने विषयमा कुरा गर्न गइरहेका छौँ। हजुरहरूले यहाँ स्टाफ भन्ने अप्सन देख्न सक्नुहुन्छ। स्टाफभित्र गइसकेपछि हामीले यहाँ स्टाफ लिभ प्रिफरेन्स र स्टाफ डिभाइस आइडी देख्न सक्छौँ। सो पहिला हामी कुरा गर्छौँ स्टाफ लिभ प्रिफरेन्सको। जब हामी स्टाफ लिभ प्रिफरेन्समा क्लिक गर्छौँ, त्यहाँ हजुरहरूले डिफ्रेन्ट काइन्ड लिभ टाइप देख्न सक्नुहुन्छ। यो चाहिँ अलरेडी हामीले लिभ टाइप बनाइसकेका हुन्छौँ। त्यही लिभ टाइपहरू यहाँ देखिन्छ र अब हजुरहरूले चाहिँ को टिचरलाई कति कति दिन लिभहरू दिने भनेर चाहिँ हजुरहरूले यहाँ यसरी छुट्याइदिनु पर्ने हुन्छ र छुट्याइदिइसकेपछि हजुर तल गएर चाहिँ एकचोटि सबमिट पनि गर्नुपर्ने हुन्छ। सो अब कुरा गरौँ स्टाफ डिभाइस आइडीको। सो हजुरले यहाँ देख्न सक्नुहुन्छ स्टाफ डिभाइस आइडी भनेर हामी यसभित्र जान्छौँ। सो यस स्टाफ डिभाइस आइडीबाट चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ हामीले एटेन्डेन्स डिभाइसमा जो स्टाफहरूको नाम जति नम्बर सिरियल नम्बरमा आएको छ त्यही सिरियल नम्बर चाहिँ हामीले यहाँ डिभाइस आइडीमा ल्याएर राखिदिनु पर्ने हुन्छ र त्यसकै थ्रुबाट चाहिँ हामीले यसमा एटेन्डेन्स चाहिँ तान्ने गर्दछ र हजुरहरूले जुन डिभाइसमा जति नम्बर राख्नु भएको छ स्टाफको नेम वाइज हजुरहरूले त्यही नै यहाँ चाहिँ सेम नै आइडी ल्याएर एड गर्न पर्ने हुन्छ। हस्, धन्यवाद। Way, transforming education through technology.